धुलोले ढाकिएको बिहान थियो। काठमाडौँको एउटा कुनामा टिनका छाना र प्लास्टिकले छोपिएका घरहरू बीच जीवन अझै उठ्न खोज्दै थियो। तर आज बिहान अलि भारी थियो। त्यो सानो बस्तीमा जहाँ हरेक इँटा पसिनाले जोडिएको थियो, जहाँ हरेक कुनामा कथा लुकेको थियो, त्यही एउटी आमा आफ्नो छोराको कपाल समाउँदै बिस्तारै भनिरहेकी थिइन्, छोरा डराउनु पर्दैन, म छु नि। तर बाहिरको आवाजले उनको आश्वासनलाई चिरिरहेको थियो। बुटको आवाज, आदेशको आवाज, छिटो गर्नुहोस्, खाली गराउनुहोस्। प्रहरीहरू कालो पोसाकमा थिए, आँखामा कडाई, मुटुकमा कर्तव्य। तर कतै नदेखिने ठाउँमा सायद करोडौं पनि थियो। त्यही दुई साना बालबालिका, एउटी बहिनी, एउटा सानो छोरा आफ्नो संसारलाई बुझ्न खोजिरहेका थिए। उनीहरूको हात कसैले समातेको थियो, तर मन भने आमासँगै अड्किरहेको थियो। छोराले फेरि सोध्यो, आमा हाम्रो घर कहाँ गयो? यो प्रश्न संसारकै सबैभन्दा गहिरो प्रश्न जस्तो लाग्यो, जसको उत्तर कुनै किताबमा थिएन, कुनै नियममा थिएन। आमाले ओठ टोकिन्, आँखा रसाए, तर उनले आँसु देखाउन चाहेनिन्, किनकि उनी रोएको भने छोराको सानो संसार टुट्ने थियो। त्यही बेला एउटा प्रहरी नजिक आयो, जसले बिस्तारै आमाको काँधमा हात राख्यो, जसरी कठोर कर्तव्य र नरम मानवताको सन्तुलन मिलाउन खोज्दै थियो। दिदी उठ्नुहोस्, यहाँ बस्न पाइँदैन अब, जसको स्वरमा आदेशभन्दा बढी सहानुभूति थियो। आमा उठिन्, तर त्यो उठाइ केवल शरीरको थिएन, त्यो त एक जीवनलाई उखलिएको पीडाको उठाइ थियो। उनको अगाडि बोरामा कोचिएका फाटेका भाँडा कुँडा र साना साना सम्झनाहरू थिए, जुन कहिल्यै फेरि उस्तै भएर जोडिने थिएनन्। प्रहरीको काँधमा झुन्डिएको त्यो ठुलो पोको कुनै सामानको भारी थिएन, त्यो एउटा परिवारको इतिहास थियो, एक आमाको रात दिनको सङ्घर्ष र एउटा छोराको अधुरो बाल्यकाल। छोराले त्यो पोको हेर्यो र बिस्तारै आमाको हात अझ बलियोसँग समात्यो, जसले बुझ्न सकेन, तर उसले महसुस गर्यो केही ठुलो हराइरहेको छ। त्यही एकछिन पर आमा चुपचाप बसिरहेकी थिइन्। उसको आँखा खाली थिएन, जस्तो कि सबै सपना एकैपटक कसैले खोसेको हो। एउटा प्रहरी झुक्यो, उनलाई पानी दियो र भन्यो, दिदी हिम्मत राख्नुहोस्। तर हिम्मत पनि कहिलेकाहीँ थाक्छ, जब जिन्दगीले बारम्बार परीक्षा लिन्छ। त्यो बस्ती जहाँ कहिल्यै ठुलो सपना थिएन, तर साना खुसीहरू थिए, जहाँ एकाएक खाली भयो। टिनका छाना उखल्ने भित्ताहरू भत्काएर र त्यहाँ बसेका कथा धुलोमा मिसिए। सहर भने अझै अघि बढिरह्यो, ठुला सडक, ठुला भवन, नयाँ योजनाहरूका चमकमा, तर त्यो आमा र छोराको कथा त्यही कतै धुलोमा रोकियो। तर त्यो आमा र छोराको कथा त्यही कतै रोकियो, धुलोमा, आँसुमै, सम्झनामै। छोराले अन्तिम पटक फर्केर हेर्यो, जहाँ उसले एकैपटक हिँड्न सिकेको थियो, जहाँ उसले आमाको काखमा निदाएको थियो, जहाँ उसले घर भन्न सिकेको थियो। तर अब त्यो ठाउँ केवल एउटा खाली जमिन भयो। उसले फेरि सोध्यो, धेरै बिस्तारै टुटेको स्वरमा, आमा अब हामी कहाँ बस्ने? आमाले उनको निधार चुमिन आँसु लुकाउँदै भने, जहाँ तिमी छौ त्यहाँ मेरो घर हो। तर भित्रै उनी जान्थिन्, घर केवल साथले मात्र बन्दैन, त्यसलाई ठाउँ पनि चाहिन्छ, आधार पनि चाहिन्छ र अलिकति न्याय पनि। त्यो दिन सहरले एउटा बस्ती हटायो, तर एउटा आमा र छोराको संसार पनि चुपचाप भत्काइदियो। र साँझ पर्दा जहाँ सहरको बत्ती बोल्यो, त्यो आमा र छोरा कुनै कुनामा बसिरहेका थिए, थाकेको मौन, तर अझै बाँचिरहेका थिए, किनकि आशा मर्दैन। जति पटक टुटे पनि फेरि उठ्ने कोसिस गर्छ, तर प्रश्न भने अझै बाँकी थियो, केवल विकासको नाममा कसैको घर उजाड्नु साँच्चैकै प्रगति हो कि हामी अझै सिक्न बाँकी छ मानवता भनेको के हो? नमस्कार, म नेपाली बाबु कमल।
यति बेलासम्म मेरो कथा वचनहरू अन्तिमसम्म हेरेर सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। फेरि वाचा गर्दै अहिलेको लागि बिदा हुन चाहन्छु। नमस्कार।